काण्ड 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 कति काण्ड आउँछ यार बेङ्गलोरमा। मोबाइलहरू कि काण्ड होइन, यता जाऊ काण्ड उता जाऊ काण्ड। अरे भेटिएको साथीले पनि यार बेङ्गलोरमा यस्तो काण्ड भयो भन्छ यार होइन। बेङ्गलोरमा भएको जति पनि महिलाहरू हुनुहुन्छ नि अलि आफ्नो इज्जतमा रहनु के होइन। नेपालबाट यति टाढा आउनु भएको छ होइन पैसा कमाउनको लागि के होइन। 2 पैसा कमाउला होइन, घरमा बालबच्चा बाआमालाई हेरविचार गरौँला होइन, देखदेख गरौँला भनेर आएको छौ होइन। आफ्नो शरीर बेचेर पैसा किन कमाइरहेको छौ क्या होइन। बिहान 81 मोबाइल हेरेको होइन, माइजू र भान्जाको काण्ड आयो। अनि हिजो मात्रै 18 महिनाको बच्चा छोडेर होइन अर्कैसँग के भागिदियो के होइन। हो जे गर्यो सही गर्यो क्या त्यो मान्छेले होइन। माला लगाइदियो, फुलमाला गरेर लगाइदियो होइन उसलाई। जे गर्यो ठिक गरेको उहाँ दाइको लागि म सल्ट गर्न चाहन्छु। किनभने केटीहरू भनेको नोट र डोजमा बिग्नेहरू होइन। तिमीहरू रानीहरू जति पनि बेङ्गलोरमा बस्ने छौ नि आफ्नो शरीर बेचेर होइन मेहनत गरेर पैसा कमाउनुहोस्। किनकि तिमीहरूको कारणले गर्दा अरू महिलाहरूको पनि इज्जत गएको छ क्या। त्यसैले सचेत भएर बस्नु होला। किनभने बेङ्गलोर 1 नम्बरमा आउँछ क्या काण्डको लागि। बाहिरको अरूमा पनि छ नहुने होइन, तर बेङ्गलोर भनेको एकदमै चुतिया तिमीहरूको लागि गर्छ क्या रानीहरू। होस् गर्ने आइन्दा